हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम टु माई ब्लग। यो चाहिँ के को भनेर तपाईँहरूलाई थाहा भइसक्यो होला होइन। हामी चाहिँ भ्यू पोइन्ट गएको थियौँ, अन्त त्यसकै ब्लग हो यो चाहिँ। त्यो पनि बेलुका भइसकेको थियो, नानी बिसन्चो थियो र पनि गएको एकछिन होइन, नयाँ ठाउँ भनेर। कहिल्यै गएको थिइनँ नि त, भर्खर बनिँदै रहेछ। प्रायःलाई याद पनि छैन होला यो जग्गा, भर्खर बनिँदै रहेछ, त्यही भएर गएको। त्यसरी नै हामी चाहिँ बात गर्दै गर्दै गयौँ होइन बाटोमा। अन्त बाटो चाहिँ एकदम रफ थियो नि त, कोही रफ थियो कोही राम्रो थियो होइन। त्यतिकै भिडियो बनाउँदै गएको। हामी नानीलाई चाहिँ पुरा बेसी ज्वरो आइरहेको थियो नि त, अन्त त्यही भए पनि अब एकछिन घुम्नु जानु पर्यो भनेर निक्लिएको। भ्यू पोइन्ट हामी छौँ यहाँ। यहाँबाट चाहिँ अब हिँड्नु पर्दो रहेछ होइन। हामी चाहिँ अब यहाँबाट जाने भनेर पहिला चाहिँ फर्स्टमा चाहिँ बाटो बिर्सेर अलि माथि पुगेको थियौँ, फेरि पछाडि आएर चाहिँ यहाँबाट हो भनेर हामी गएको। रोड छोडेर पनि पुरा जङ्गलको बाटो हिँड्नु पर्दो रहेछ होइन। तर जङ्गल भए पनि रमाइलो। हाम्रो माथि गाउँ जस्तै रहेछ, लुन्चोकहरू जस्तै रहेछ। यहाँ चाहिँ जङ्गल भए पनि एकदम रमाइलो। र मम्मी चाहिँ बिस्तारै हिँड्नु हुँदै थियो नि त, उकालो उकालो रहेछ हो। हामीलाई त बानी छ, मम्मीलाई चाहिँ बानी छैन नि त। यहाँ माथि पुगेर चाहिँ गेट चाहिँ बन्द गरिदिनु भन्नुभएको थियो तलको अङ्कलहरूले होइन। त्यहाँदेखि त्यही भएर यहाँ गेट बन्द गरिदिनु हुँदै थियो दादाले चाहिँ। कुरो लागेर हाल्दा त्यस्तो भयो। भ्यू पोइन्ट आउनेहरूको चाहिँ हो। यहाँबाट चाहिँ एकदम सुन्दरता देखिँदो रहेछ, हेरिहाल्नुहोस्। ओ माई गड, तल पनि देखाउनु अलिक तल हुन्छ होला है। दामी दामी कहाँ हो रिनक, कहाँ हो? यहाँबाट भ्यू चाहिँ एकदम दामी देखिँदो रहेछ, तर एकदम डर लाग्दो होइन। बनिँदै छ, बनिसकेको चाहिँ छैन रहेछ। यहाँको अब यो भ्यू पोइन्ट यहाँ बनिँदैछ भनेर थाहा पनि छैन होला प्रायःलाई। मलाई त दादाले भनेर थाहा भएको होइन। यताको मान्छेहरू पनि प्रायः थाहा छैन यताकोलाई पनि। भर्खर बनिँदै रहेछ नि त, सबै देखिँदो रहेछ तर चिन्नै नसक्ने। यहाँबाट रङ्गी, रेनक, पाक्योङ डल्लै देखिँदो रहेछ। तर अहिले बनिँदै गरेर चाहिँ एकदम डर लाग्दो जग्गा चाहिँ यो चाहिँ कोप्चे अरे। हेलिकप्टर बस्ने ग्राउन्ड त उतै होइन, उतै परेको उहाँ हेलिकप्टरको पाकी म गौसीदाले चाहिँ एउटा भन्दै ऊ 2-3वटा यति बेसी टिप्यो हो। अझ थ्याङ्क यू भन्दैछ। हेर रातो अन्तक रहेछ नि त आइसक्यो। कस्तो दामी हुन्छ। अब केमा बोक्ने? हामी चाहिँ फाटकमा आइपुग्यौँ। यहाँ चाहिँ मिठो पानीपुरी अन्त आलु चिउराहरू पाउँछ, आलु मिमी होइन। अन्त यहाँ चाहिँ दादाले पनि खानुहुन्छ यहाँको पानीपुरी चाहिँ, उसलाई पुरा मनपर्छ यहाँको हो। अन्त हामीले चाहिँ पानीपुरी आलु मिमी खायौँ कौशिला र मैले। म चाहिँ पानीपुरी बेसी खाइनँ, नानीलाई ज्वरो आइरहेको थियो नि त, त्यही भएर 2टा मात्रै खाएँ मैले चाहिँ। उनीहरूले चाहिँ पुरा खायो, पुरा मिठो पाउँछ नि त यहाँनिर चाहिँ। त्यसले हेरेको हेर। पहिला हामीले बारी कस्तो प्याक होइन। पूजा भएर हेलो गाइज भन्दैन यहाँ। हाई सर्दी लागेर सातो उडाइ भन्दैन। लामसँग जानु। फाइनली घर आइपुग्यौँ हो। नानी बिसन्चो भएर पनि हामी चाहिँ घुमेर आएको। सो यति नै थियो आजको ब्लग। बाई बाई गाइज, थ्याङ्क यू फर वाचिङ।